यो कस्तो तपस्या नेपाली कामदारहरूलाई विदेशमा आकर्षक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने गिरोहका 5 जना सदस्यलाई प्रहरीले पक्राउ गरेको छ। वैदेशिक रोजगारीको नाममा ठगी धन्दा गर्दै आएका उनीहरूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार यी व्यक्तिहरूले विभिन्न अनधिकृत म्यान पावर कम्पनीहरू मार्फत विदेशमा राम्रो रोजगारी र तलबका वाचाहरू गर्दै पीडितहरूसँग ठूलो रकम असुलेका थिए। दिनका दिन वैदेशिक रोजगारको ठगीको समाचारहरू आइरहेको छ। यदि त्यो केटीकै गएर कानुन प्रक्रिया गऱ्यो भने मेरो पनि मामाघर जाने बाटो देखेको छैन। हेर केटा हो, तिमीहरूले जसरी भए पनि त्यो केटीलाई पत्ता लगाउनु पर्यो, नत्र तिमीहरू कसैलाई पनि छोड्नेवाला छैन। त्यसको भाग्य बलियो रहेछ बोस। हामीले जे गरे पनि कोही न कोही आएर बचाएरै छ। अबको 2-4 दिनभित्र त्यसको सबै डिटेल्स पत्ता लगाउँछौँ बोस। त्यसपछि त्यसलाई जहाँ भेट्छौँ त्यहीँ सिधाइदिन्छौँ हामी। रूम खाली होला छैन है? दिदी यता फोटो खान्छ एउटा छैन, एउटा नि छैन। होइन, हामी साथी हो। एउटा सानो एउटा मात्रै रुम चाहिएको भएर हो। छैन नि? छैन है? छैन यहाँ। लोकन्थलतिर छु यार। घरबेटले लास्टी ल्याङ 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 गरेर कोठा सर्न आँट्यो, कोठै कहीँ पाइरहेन। त्यो त कतै पायो भने भन्नु ल। ल ल ल म भरे फोन गर्छु ल, अहिले राख्दै। इन्टरभ्यू राम्रो छ अन्तिममा है? हुन्छ। प्रिया, अस्ति म रिसाएको बेला तिमीलाई के भने त्यसको लागि सरी प्रिया। तिम्रै राम्रो भविष्यको लागि मैले भनेको थिएँ। मलाई थाहा छ प्रिया, राज र तिमी अलग हुन सक्दैनौ, तर
4-5 वर्ष अलग बसेर तिमी दुवैजनाको भविष्य राम्रो हुन्छ भने तिमीले त्यो आड गर्नु पर्यो पहिला र तिमीले भनेको ठिक हो 4-5 वर्ष त टाढाको कुरा एक दिन पनि उहाँसँग छुटेर बस्न सक्दैन अब जे गर्छ दुवैजना मिलेर गर्छ साँच्ची राजलाई बेस्ट अफ लक भन्दैनौ आज उहाँको जबको लागि इन्टरभ्यू छ ओके खोलिदेऊ राजी ल यहाँलाई बधाई छ है मैले तपाईँ र प्रियाको भविष्य राम्रो होस् भनेर मैले अमेरिकाको प्रस्ताव राखेँ अरे प्रियाले मानिन यही 15-20 हजारको तलबले जीवन गुजारा गर्न सोचेको रहेछ त मैले के भनौँ काठमाडौँमा कोठा खोल्न पनि लास्टै गाह्रो भनेको छ बा यता कोठा खाली होला त कतै एउटै छैन है पसलमा सोधौँ न पसलमा थाहा हुँदैन है हजुर एउटा कोठा खाली होला त यता कतै यता छैन हजुर गाह्रो छ त यता पाइन्न हजुर नमस्ते दाइ नमस्ते यता एउटा कोठा खाली होला दाइ छैन यतातिर त कोठै खाली छैन त हो छैन है यतातिर त रुम पाउँदैन उता परतिर पाउँछ होला गएर बुझ्नु न हेलो राम भाइ एकछिन ए सर नमस्ते सर ओ नमस्कार तिमी त के हो भने त हलेर पो हिँड्छौ त होइन सर अलिअलि काम थियो त्यही भएर हो सर खासमा कति फोन हानिसक्यो भाइ यार फोनै उठाउँदैन मोबाइल स्विच अफ छ मेरो त बिजनेसै चौपड्यो नि भाइ यार यस्तो पाराले त भएन नि काममा त आउनु पऱ्यो नि आउँछ सर अलिअलि पारिवारिक काम थियो त्यही भएर अनि 205 मा अस्ति बस्ने केटी तिमीले पैसा तिर्दै उयो होइन हो सर उही नै हो यो साँच्ची तिम्रो गाउँको बहिनी हो यार है हो मेरो गाउँको बहिनी हो सर किन यता हिँडेर आयो त तिमी ए होइन उसलाई खासमा जानु त गाउँ जान आँटे हो सर फेरि अब केही समय काठमाडौँ बस्ने भनेर उसलाई कोठा खोज्दै थिएँ नि मेरो त बिजनेस चौपट हुन्छ काम आएको आइछ उसलाई कोठा खोज्दै गर्दाखेरि अलिक ढिला भयो सर मैले तिमीलाई टाइममै पैसा दिन्छु भनेकै छु काममा आऊ सँगै गरौँ त्यसपछिबाट चाहिँ आऊ न यस्तो पाराले फोनै नउठाएर हुन्छ त होइन सर त्यो एउटा कोठा हेर्नु जान आँटे त्यो हेर्ने बित्तिकै हामी पर्सिदेखि यस्तो लापरवाही नगर नि यार तिमी आएन भने त मैले अर्को मान्छे राख्नुपर्छ मेरो त बिजनेस पो हो त पर्सिदेखि आउँछ सर कन्फर्म हो ल के हो तिम्रो म्यानेज गरेर अब फोन सुन्ने उठाउने गर मलाई यस्तो चाहिँ नतर्ब भयो भाइ ल चाँडो मिलाएर आऊ हुन्छ सर आउँछु ल हस् सर ल ल ल थकाइ लाग्यो कि एकछिन बस्छौँ है अन्तिममा त्यो साउलाई मेरै गाउँको छिमेकी भनेको थियो हो अब त के भन्नुभयो म त तिमीलाई नै सजिलो होला भनेर गाउँको छिमेकी हो भनेको ठिक भन्नु र अरू कुरा थाहा छैन भाइ 3 महिनाको भाडा तिनी खुर्कन अन्त रुम सरी हुन्छ भाइ मैले गर्दा तिमीलाई साह्रै गाह्रो भयो राम कति राम्रोसँग मजाले रुममा बसेको मान्छेले मेरो लागि रुम खोज्दै हेर्नु परेको छ भने जस्तो रुम नि पाउँदैन तिमीले त्यस्तो नराम्रो केही सोच्नै पर्दैन कि त्यो मेरो घरपेट नै खिचखिच गरिरहन्थ्यो अब त झन् बरु हाम्रो सजिलो भयो त्यस्ता खिचखिच घरपेटको कोठा छोडेर राम्रो घरपेटको कोठामा गएर बस्नुपर्छ नयाँ घरपेटी पनि कस्तो भेटिदियो के हो के थाहा हुन्छ र अहिलेसम्म रुम त भेटेन त्यसो गर अब 2-4 ठाउँमा बुझौँ पाइयो भने पाइहाल्यो
पाएँ भने अरू चिसो त हुन्न है जाऊ परि बसौँ मैले तपाईँ र प्रियाको भविष्य राम्रो होस् भनेर मैले अमेरिकाको प्रस्ताव राखेँ र प्रियाले मानिन् यही 15-20 हजारको तलबले जीवन गुजारा गर्न सोचेको रहेछ त मैले के भन्नु पर्यो हेलो हजुर म लोकेसनभन्दा अलिकति अगाडि छु हजुर हुन्छ हस् काठमाडौँमा रुम पाउनै गाह्रो यदि पाइहाल्यो भने पनि पुरानो घरबेटीको भाडा कसरी तिर्छौ अनि कसरी सर्छौ पहिला कोठा त भेट्योस् पैसा त अलिअलि गरेर मिलाइहाल्नु नि साह्रै थग्ला पानी खाऊ है बस्दै गर त पानी हुन्छ अङ्कल त्यही बोतल पानी नि सुदीप म राजलाई छोडेर जान नसक्ने भए अनि राज पनि म बिना बाँच्न सक्नुहुन्न किन किनकि हामी बिचमा गहिरो प्रेम छ अरे यार यो प्रेम भरेको छ नि केही समयको भ्रम हो जब अभावमा पेन्सन छौ नि अनि थाहा हुन्छ प्रेम के हो भने अब मलाई कर नगर प्लिज म उहाँकी श्रीमती हामीले अग्निलाई साक्षी राखेर 7 जुनीसम्म सँगै जिउने कसम खाएका छौँ तिमीले मेरो चिन्ता नगर हामी जस्तो सुकै अवस्थामा पनि म राजको साथमै हुनेछु मैले तिम्रो भलोको लागि भनेर भनेको थिएँ तिमीलाई एउटा राम्रो पुरानो साथी भनेर भनेको थिएँ तिमीलाई ठुलो अवसर दिएको थिएँ प्रिया मैले जब अभावमा पेन्सन छौ नि पछुताउनेछौ अनि त्यसपछि तिमीले मलाई सम्झनेछौ बुझ्यौ मैले तपाईँ र प्रियाको भविष्य राम्रो होस् अमेरिकाको प्रस्ताव राखेँ अरे प्रियाले मानिन् यही 15-20 हजारको तलबले जीवन गुजारा गर्न सोचेको रहेछ त मैले भन्नु पर्यो अङ्कल यता कतै कोठा खाली छ त कोठा खोज्दा खोज्दा थाक्यो भने बाबुलाई कस्तो कोठा चाहिएको फ्ल्याट हो कि एउटा रुम हो फ्ल्याट त महँगो होला अङ्कल एउटै कोठा भएन हुन्छ ए काइदा भयो नि उता पण्डितजीले एउटा कोठा खाली भएछ भन्नुहुन्थ्यो त्यहाँ गएर बुझ्नु त कहाँनिर हो अङ्कल यहाँबाट सिधै जाने अनि दाहिनेपट्टि गएपछि ठ्याक्क पण्डितजीको घर आउँछ ए तर सुन्नुहोस् हजुर बुढा अलि लोभी छन् विचार गरेर बोल्नुहोस् फेरि हुन्छ अङ्कल फोन नम्बर छ त अङ्कल फोन नम्बर छ नभए लिएर जानु न ए कति अङ्कल 9841
कति गरौँ तपस्या कति हेरौँ बाटो मुटु मेरो टुक्रियो भयो पाटो पाटो तप तप आँसु झर्यो दिलको धडकन बढ्यो। तपाईँको डकुमेन्ट र एक्सपिरियन्सको आधारमा हेर्नु पर्दाखेरि यो जबको लागि तपाईँ योग्य व्यक्ति हो। थ्याङ्क यू सो मच सर। ठिक छ राजजी, तपाईँको इन्टरभ्यू पनि राम्रो भएको छ। हामी टिममा सल्लाह गरेर हुन्छ जति सक्दो चाँडोभन्दा चाँडो तपाईँलाई खबर गर्नेछौँ। थ्याङ्क यू। ए सुदीप, हेलो। अरे यार, तँलाई साथीको फोन रिसिभ गर्ने फुर्सद पनि छैन है? अरे बस न यार। साथी, म अमेरिकाबाट आएर फर्किने बेला भइसक्यो। तँलाई एउटा जिग्री साथीलाई समय मिलाउनु पनि गाह्रो भयो है? सरी यार, एक दुई दिनदेखि म यो इन्टरभ्यूले गर्दाखेरि एकदमै बिजी थिएँ। फाइनल्ली आज इन्टरभ्यूहरू पनि सबै सकिसकेको छ। अब चाहिँ अलिकति रिलिफ भएको छ। साले, त कति काममा फोकस छ है? अनि सुन, नयाँ जबको लागि कस्ता कस्ता एप्लिकेन्ट्सहरू आएका छन् त? त आगर र अलङ्कार थाहा पाउने मान्छे पक्कै पनि राम्रै मान्छे सेलेक्सन गरिसक्छ है? 15-20 जनाले इन्टरभ्यूहरू दिएको थिएँ। अब त्यसमध्ये चाहिँ एकजना चाहिँ यो मान्छे चाहिँ अलिकति अब्बल लागेको छ। ऊ चाहिँ बेस्ट क्यान्डिडेट होला जस्तो चाहिँ मैले देखेको छु। कहिले देख्यौ? ए यो मान्छे राजको जब म पहिलोपटक काठमाडौँ आएकी थिएँ तब मलाई राजले ठुलो गुण लगाउनु भएको थियो। यसले मेरो औँठी चोरेर भाग्यो। दाइ, भोलि मेरो फाइनल एक्जाम दाइ। मैले कलेजमा फी बुझाएन भने दाइ मैले फाइनल एक्जाम दिन पाउँदैन दाइ। त्यसैले म यो सब गर्न बाध्य भएँ दाइ। गल्ती गर्छु। औँठी जान्छ। मेरो नाम राज हो। एनीवे, तिम्रो नाम के हो? शारदा। यो बिरानो सहरमा म एक्लै छु। मेरो कोही पनि छैन। अबदेखि तिमी यसरी कहिले निराश नहौ। म छु तिमी। हस्? मैले अघि भगवान भनेको मान्छे उही हो।
यो संसारमा हजुर बाहेक मेरो कोही पनि छैन राज। प्लिज मलाई बचाउनुहोस्, म बाँच्न चाहन्छु। तिनीहरूले मलाई मार्छन्। मलाई माफ गर साधना, म तिम्रो व्यक्तिगत लफडामा पर्न चाहन्न। कति छिटो भुल्नु भएछ है। म तिम्रो साथी हो, तिम्रो हरेक सुख दुःखमा साथ दिन्छु भन्नुभएको थियो होइन? मैले हजुरबाट कति ठुलो आश गरेकी थिएँ। हेर, मेरो पनि आफ्नै समस्या छ। मैले पनि आफ्नो परिवारको लागि सोच्नुपर्छ। मेरो पछाडि पनि धेरै जिम्मेवारीहरू छन्। ठिकै छ राज। आजभोलि राज किन मसँग टाढिनु भएको छ? कुरै बुझ्न सकेको छैन। समय र परिस्थितिले मान्छेलाई कुन मोडमा पुर्याउँछ थाहा नै हुँदैन। सायद राजलाई पनि त्यस्तो कुनै बाध्यता पर्यो होला। हेर, अहिलेको परिस्थितिमा तिमीले आफू र आफ्नो परिवारको लागि सोच्नुपर्छ। तिमीलाई अप्ठ्यारो पर्दा मबाट हुन सक्ने साथ र सहयोगमा कहिले कमी हुन दिने छैन। हेलो हजुर अङ्कल, साह्रै भोक लागेर यहाँ खाजा खान थाले। हामी खाजा खाएर आइहाल्यौँ अङ्कल। ए हुन्छ हुन्छ, हस् हस् हस्। घरपेटीको कोठाको लागि तपाईँको डकुमेन्ट र एक्सपिरियन्सको आधारमा हेर्नु पर्दाखेरि यो जबको लागि तपाईँ योग्य व्यक्ति हो। थ्याङ्क यू सो मच सर। ठिक छ राजजी, तपाईँको इन्टरभ्यू पनि राम्रो भएको छ। हामी टिममा सल्लाह गरेर हुन्छ, जति सक्दो चाँडोभन्दा चाँडो तपाईँलाई खबर गर्नेछ। मैले त हजुरलाई जब मिलोस् भनेर व्रत नै बसेकी छु। जब मिल्यो भने अबको हाम्रो दिन सहज हुन्छ। ल अब नानीलाई म खेल्ने बनाइदिन्छु है। ल नानी अब तयार भयो। नमस्कार अङ्कल। नमस्कार।
अघि फोनमा कुराकानी भएको थियो नि, हामी नै हो अङ्कल। त्यहाँ चोकको पसलको दाइले हजुरको नम्बर दिनुभएको थियो, त्यही भएर कोठा हेर्न आएको। अनि नानी र बाबु चाहिँ श्रीमान श्रीमती? होइन, हामी साथी हो। एउटा सानो एउटा मात्रै रुम चाहिएको भएर हो। छैन है? हजुर अङ्कल। बिहे नै भइसकेको छैन, अब बिहे हुने तयारीमा हो अङ्कल। भनेपछि लभ म्यारिज। ल ठिकै छ कोठा हेरेर जाउँ। ल कोठा यही हो। अब बाबु नानीहरूलाई मन पर्छ कि पर्दैन? कोठा त ठिकै छ। यतिको भए त दुईजनालाई चल्छ होला होइन? चल्न त चल्छ, तर कोठा भाडा कति होला अङ्कल? पहिली कोठामा बस्नेसँग त 7,000 लिएको। अब तपाईँहरूले 6,000 जति दिनु न। अलि मिलाउनु मिल्दैन अङ्कल? मिलाएरै भनेको त हो नि। त्यसमा बत्ती पानी फ्री हो के। अनि एउटा कुरो, त्यो फोहोरको पैसा चाहिँ छुट्टै तिर्नुपर्छ है। हुन्छ अङ्कल। हस्। ए नानी तलैसम्म बढाएर आएको? अङ्कल, आज हामीले हाम्रो कोठाको डेकोरेसन चेन्ज गरेको, अनि फेरि यहाँ तल पनि कोही छैन नि त, फोहोर भएर चाहिँ त्यही भएर बढाउँदै। एकदम राम्रो गर्यो। अबदेखि यी नानी बाबु पनि यहीँ बस्ने कुरा छ। हेर्नुहोस्, तलको सर सफाइ गर्ने काम अब तपाईँहरूको हो नि, बुझ्नुभयो? हुन्छ अङ्कल। ल नानी, ल भोलिदेखि तिमीलाई हल्का हुन्छ। त्यो त गरिहाल्छौँ नि हामीले। प्रिया ल यो फलफुल ल, फलफुल राख ल। यता हेर, तिमी व्रत बसेको सार्थक भयो। साँच्ची? आज मेरो इन्टरभ्यू एकदम राम्रो भयो। मलाई लाग्छ मेरो जब अब 100% सेक्योर छ। सही भन्नुभयो। अब मैले जब पाएपछि आमाले भन्नुभएको जस्तै हामीले भविष्यमा बच्चाको बारेमा पनि सोच्नुपर्छ है। अब हामी दुवैजनाले हाम्रो बारेमा अनि हाम्रो बच्चाको बारेमा सोच्नुपर्छ। ल अब हजुर थाकेर आउनुभयो होला, गएर रेस्ट गर्दै गर्नु। मैले हजुरलाई मनपर्ने खिर पकाएकी छु, हेर्नु त। वाउ, म लिएर आउँछु। ओके ल ल बा। हजुरबा, हाम्रो मम्मी ड्याडीलाई नि कस्तो खिर मान्नुभएको थियो है? हो नि नानी, तेरो मम्मी ड्याडीलाई मात्रै होइन, तेरो हजुरआमालाई पनि खिर असाध्यै मन पर्थ्यो। तेरो हजुरआमाले पकाएको खिर भनेपछि तेरो मम्मी ड्याडीलाई अरू केही चाहिँदैन थियो। के गर्नु, दैवको लीला। फेरि हजुरआमा कोभिडले बितेपछि तेरो मम्मी ड्याडी पनि हामीबाट अलग भए। देशको परिस्थितिले गर्दा उनीहरू विदेश हिँड्नु पर्यो। अब केही समयपछि त पनि तेरो मम्मी बाबासँग विदेश जान्छस्।
अनि म बुढो हुने भयो। नरुनुहोस् न हजुरबा, म तपाईँलाई छोडेर कहीँ पनि जाँदिनँ। बरूभन्दा म मम्मी बाबालाई भनेर हामी नेपालमै बस्नुपर्छ अनि हामी सँगै बसेर खिर खाने हस्। होइन हजुरबा नातिनीको के कुरा भइरहेछ? के हुनु नि नानी, बुवालाई विदेशबाट बोलाएर सँगै बस्ने कुरो गर्छ। के गर्नु बिचारी, यसको हजरामा बितेदेखि यति मिठो खिर अहिलेसम्म खाएको थिइनँ मैले। तिमीलाई धेरै धेरै धन्यवाद छ है नानी। ठिकै छ अङ्कल। खिर थप्नुहुन्छ कि काका? भयो, पुगो मिठो छ, भयो। लानु तिमीलाई? कन्फर्म यही घरमा हो नि? 100% कन्फर्म यही घरमा हो। यही घरमा निकै देखिन्छ। हजुर के को लागि? यो घरमा एउटा होटलमा काम गर्ने भाइ बस्थ्यो नि, अहिले कहाँ छ त्यो? गइसक्यो त्यो भाइ त, मैले निकालिदिइसकेँ। कस्तो फटा रहेछ। होइन होला दिदी, कन्फर्म गरेर केटाहरूले यहीँ आइरहेको छ। हामी निकालिदिइसकेँ, विश्वास लाग्दैन भने हेर्नु न भित्र। एकदम त्यसलाई भेट्नुपर्ने काम छ। खै त बेटाहरू तल कोठामा मान्छेहरू आउने भन्ने सुनेको थिएँ, तिनीहरू नै आउला। ओ भाइ, अलिक बिस्तारै सामान सार न यार। के गरेको? डिस्टर्ब भयो, मान्छे सुतिरहेको छ। सरी दाइ, तपाईँलाई डिस्टर्ब भयो होला। अब सबै दाइ सामान सारेर। ल ल, कस्तो खालको मान्छे। शारदा, शारदा, राज, तिमी यहाँ कसरी? ल हामी त यही घरमा बस्न आएको नि, यहाँ तलको रुममा सर्दैछौँ। अनि तपाईँ चाहिँ यहाँ कसरी नि? ल म बस्ने पनि यही घरमा त हो नि, यो माथिल्लो फ्ल्याट मेरै हो। रिया, मैले तिमीलाई अस्ति नै कुरा गरेको थिएँ नि, एकजना दुःख पाकी भनेर। हो, ऊ नै हो। हेर न कस्तो सन्चो, ऊ पनि हामी बसेको घरमा बस्न आइपुगेपछि। शारदा, ऊ चाहिँ मेरो श्रीमती। नमस्ते दिदी। राम, मैले काठमाडौँ हुँदाखेरि मलाई एकदम धेरै सहयोग गरेको मान्छे भनेको थिएँ नि, उही त हो नि राज भनेको।
ल हिँड छिटो ढिलो भइसक्यो ढिलो ल अलिक छिटो ओहो पण्डित बाजे प्रणाम ओहो राजबाबुको आमा हजुर हजुर प्रणाम प्रणाम ओहो नातिनी नि यत्रो बडा भइसकि छ हेर अचेलका बच्चाहरू कति सप्रिने भने नि ल ल ल हजुरबा हाम्रो हजुरआमाले पनि मलाई कति धेरै चक्लेट दिनुहुन्थ्यो है ल म पनि तिम्रो हजुरआमा जस्तो होइन र अनि के कति कामले पाल्नु भएको थियो गाउँमा पनि एक्लै छु यहाँ भए छोराबारी छन् उनीहरूसँग बसेर तिज मनाऊ भनेर आएको पनि दाजु भइगयो नि त यति ठुलो चाडमा छोराबारीसँग बसेर चाड मनाउनु त राम्रो कुरो हो नि अहिले चाहिँ नातिनीलाई स्कुल पुर्याउन अलि ढिलो भइसक्यो अहिले लाग्छौँ तपाईँ बस्दै गर्नु है त ल ल हिँड्नु नानु ढिलो भइसक्यो नि हामीलाई भाग्यमानी होस् बा सुख पाएस् कस्तो खबरै नगरे टुप्लोकै घरै न त खै दिनु ब्याग तिमी मन्दिर जान्ला कि हजुर आउनु जाऊ म बोक्दिन्छु नि होइन ठिक छ राज प्रिया होइन तिमी त मन्दिर जान्छु भनेर गयो कि होइन र को छिटो फर्के कि त कि मन्दिर गएनौ तपाईँलाई एउटा सरप्राइज छ सरप्राइज कस्तो सरप्राइज हेर्नु त मम्मी ल भाग्यमानी होस् अनि खबरै नगरिकन आउनुभयो त खबर गर्नुभएको भए म आउँदै नि बस पार्कसम्म यसलाई ल अब बस पार्कसम्म आइहालेँ घर नदेखाए होइन छोरालाई किन दुःख दिनु भनेर नि बाबु त्यहाँसम्म आउँदाखेरि के दुःख हुने हो र ल ल हजुरहरू बस्दै गर्नु म पानी लिएर आउँछु एकदम ठिक छ कोसँग बोल्दै थियो राम ए कोही होइन साथीसँग म आज एकदमै खुसी छु राम हो र किन यो बिरानो सहरमा मलाई अप्ठ्यारो पर्दा सहयोग गर्ने तिमी र राज मात्रै हो मलाई त लागेको थियो राजसँग कहिले पनि भेट हुँदैन तर हेर न दैवको लीला पनि अचम्मको हुँदो रहेछ राज बसेकै घरमा बस्न पुगेछौ है सुन न कस्तो भोक लाग्यो खाना खाऊ ल म खाना पस्किन्छु हस् होटल सर पनि पुरी पैसा दिएको छैन तना बाहिर जाने मन केही काम पनि काम बहिनी सुन्नु न तिजमा लाउने राम्रो खालको साडी देखाउनु न यो हुँदा अहिले नयाँको एकदम राम्रो ए राम्रो त राम्रै रहेछ कति रे यसको त्यसको 7000 ओहो 7000 योभन्दा अलि कम प्राइसको छैन कमको छ
मसँग अर्को अप्सन यो पनि छ एउटा योभन्दा अझै सस्तो चाहियो भने चाहिँ यो छ खै यो बुझा त राम्रो छ नयाँ हो यसको कति पर्छ बहिनी यसको 4000 पर्छ ओहो अलि मिल्दैन मिल्छ अलिअलि लखनऊ म मिलाएर कति यसलाई 3500 सम्म मिलाउनु न हुन्छ ल यही गरिदिनु न त 3500 सम्मको है चट्टा गरिदिनु हुन्छ यस्तो लाउँछ नि है तिजमा यति चाहिँ पुरा आइहाल्यो हुन्छ चाहिन्छ कि एक पिस मात्र होइन अहिले एक पिस मात्र भयो हुन्छ बहिनी थ्याङ्क यू बहिनी ओइ के हो तेरो पारा अस्तिसम्म कोठा सार्नलाई पैसा मैसित मागिरहेको थिइस् आज अचानक साडी किनिरहेछस् कहाँबाट आउँछ तँलाई यत्रो पैसा तेरो पैसा त म फिर्ता दिइहाल्छु नि चिन्ता नमान न हेर तिज भने नि हिन्दू नेपाली नारीहरूको महान पर्व हो अब यत्रो ठुलो पर्वमा जब एउटा साडी किन्दा त के बिग्रेर भन्छ ल ल ल खुब दानी भएको छस् त्यस्तो होइन कि बिचारी ऊ अहिले अप्ठ्यारोमा छ अब सहयोग भने कि यही गाह्रो साह्रो पर्दा त हो नि होइन र अनि जब यति साह्रो किन्दा के बिग्रेर एकचोटि आँखा बन्द गर त किन एकचोटि गर न किन कि पहिला भन न प्लिज एकचोटि आँखा त बन्द गर ल एकछिन त खै हात अगाडि ल्याऊ त हात देऊ न अगाडि ल आँखा नखोल है ल अब आँखा खोल त के हो यो खोलेर हेर न यस्तो पैसाको सर्टेज भएको बेलामा तिमीलाई किन ल्याउनु परेको यो झन् यत्रो भर्खर रुम सरेको बेलामा पैसाको यस्तो खाँचो भइरहेको छ झन् नभएको खर्च गर्नु परेको तिमीलाई हेर शारदा मलाई अरू कुरो के पनि थाहा छैन तिमीले यसपालिको तिजमा नि यो रातो साडी लगाएर छमछम नाचेको हेर्न मन छ बुझ्यौ हेलो हजुर हजुर सर ए बेलुका ए हुन्छ हुन्छ हस् हस् तिम्रो फोन खोइ साउजी सुन्नु न हजुर यो फोनको कति दाउरा पैसा बेच्नु पर्यो तपाईँको पुरानो मोडल रहेछ यो धेरै आउँदैन त्यही बडीमा 6000 जति आउँछ 6000 मात्रै हो र अलि आउँदैन त्योभन्दा आउँदैन हजुर यो पुरानो मोडल हो हुन्छ त्यो 6000 भयो नि गरिदिनु न हुन्छ मोबाइल ए हेर न मेरो फोन हरायो अनि साथीको फोन बोकेको तिमीले त्यो फोन बेचेर नै यो साडी ल्याएको होला होइन तिमीलाई झुट बोलेको पट्टकै सुहाउँदैन राम शारदा मेरो बेलुका नाइट ड्युटी जानुपर्ने भयो तिमी खाना बनाउँदै गर म फ्रेस भएर आइहाल्छु है आइहाल्छु म यो तिज चाहिँ हिलो नै हुन्छ भने वर्षी नि यस्तै हो
कति थके लाग्यो बा यति नाच्यौ कि यति नाच्यौ सबैजना तिमीलाई नि हेर्ने कति खुट्टा दुख्यो होला भोक कति लाग्यो होला भोको पेटमा त्यत्रो नाचेछौ अलिअलि थकाइ त लागेको छ अब भोक पनि लाग्छ अब पूजा सकेर केही खानु पर्यो हिँड्नु छ हेलो राजजी हजुर हजुर म बोल्दैछु तपाईँलाई हामीले इन्फर्म गर्न अलिकति ढिला गऱ्यौँ ए हजुर त्यसका लागि सरी अहिले यो पोस्टको लागि चाहिँ तपाईँलाई हामीले राख्न सकेनौँ अन्य कुनै पोस्टहरू भयो भने हामी तपाईँलाई खबर गर्नेछौँ यसपालिको लागि चाहिँ सरी हेलो 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 सर सुन्नु न हेलो हेलो सर सर मेरो कुरा त सुन्नु अन्य कुनै पोस्टहरू भयो भने हामी तपाईँलाई खबर गर्नेछौँ यसपालिको लागि चाहिँ सरी इन्टरभ्यू पनि राम्रै भएको थियो यो जब पाउँछु भन्ने कुरामा म 100% ढुक्क थिएँ सबै कुरा राम्रै भइरहेको थियो तर एक्कासी के भयो हजुरलाई यो जब मिल्छ भनेर म कति खुसी भएको थिएँ तर मेरो खुसीमा मात्र सीमित रह्यो हामीलाई त यति धेरै धौधौ छ अब त आमा पनि थपिनु भएको छ अब हामीले हाम्रो बारेमा सोच्ने कि आमाको बारेमा सोच्ने कि हाम्रो बच्चाको बारेमा सोच्ने भयो पाठो पाठो
हेलो राम कति बेला आउने के तिमी म त रेडी भएर बसिसकेँ हजुर म यही होटलमै छु ल हेर्नु न ढिला भइसक्यो हेर न आजकल यो प्रोग्राम पनि रहेछ पार्टीहरू पनि चल्दैछ म सक्छु मैले चना प्रयास गर्छु ल अलि छिटो आउन आज है ल तिमी बस्दै गर म सक्छु मैले चना आउँछु है ल के ल्याउँ होला एउटा ब्ल्याक कफी गरिदिनु हजुर तिमी के खान्छ भन एउटा मोमो गरिदिनु है एउटा कफी एउटा मोमो हजुर अरू केही परेन भन्छु हस् हस् थ्याङ्क यू के भयो त किन ढिला गरेँ तिमीले आज आज हार हामी निस्किनुपर्छ है त्यहाँ बाहिर त्यहीँसम्म पुगेर आउनु अरू केही अहिले के परेन भाइ खोइ त मैले अघिदेखि हुक्का भनेको खोइ त अलि छिटो गर न भाइ यार अघिदेखि भनेको कति बिजी भयो र तिमी यहाँ चाहिँ है अलि चाँड लिएर ल आमा नमस्ते नमस्ते छोरी के छ तेरो खबर फोनसोन पनि गर्दिनुहोस् त हेर्नु न त्यस्तै काम अलि बिजी बिजी भएर म त ठिकै छु के छ हजुरको खबर हाम्रो नि ठिकै छ अनि आज तीजको दिन के गरिस् के खाइस् कता छेस् आज तीज भएर म त व्रत बसेको छु आमा म त यहीँ छु अब मन्दिर जाने कि भनेर बसिरहेको अनि के भयो नानी तेरो बाहिर जाने कुरा यता साउले पनि तनाव दिइरहेछन् अब काम गर्नु त गरिरहेको छु आमा अब कोसिस गरिरहेको के अरे हुन्छ हुन्छ भन्छ खै केही नि थाहा छैन आजभोलिको जमानामा मान्छेहरू ठगै ठग्छन् त्यत्रो पैसा दुःख गरेर दिइसकेको छ बरु पैसा सैसा फिर्ता माग छोरी आइज गरे जानु पर्दैन विदेश सिदेश अब यत्रो त कुरिसके आमा अब 2-4 महिना अझै कुरौँ न त भन्ने सोचेको अब त्यत्रो ऋण कारा छ कसरी आउनु घर पनि त्यही त बाले पनि साह्रै पिर गरिरहनु भएको छ ल ल छोरी आफ्नो ख्याल गर्नु अरू त के भन्नु र मैले टेन्सन नगर्नु आमा मलाई पनि त टेन्सन छ नि अब के गर्नु त अनि कोसिस त गरिरह हुन्छ हुन्छ भनिरहन्छ ल ल छोरी टाइममा खाना खानु अहिले राखे है त फोन बाला पनि पिर नगर्नु भन्नु अब सकेसम्म भइहाल्छ होला भयो भने म तिरिहाल्छु नि सबै ऋण कहिलेकाहीँ फोन पनि गर्दै गर्नु ल ल आमा ल केही पिर नगर्नु म अब कसरी हुन्छ सकेसम्म जाने नै कोसिस गर्छु अब भएन भने अब पैसा त के दिन्थ्यो होला र घर आउँला नि ल ल राखे है फोन राम्रोसँग बस्नु ल ल आमा ल हुन्छ मन बिसाउने छौ तारेको आसमा धेरै बसे सर अलि ढिलो भयो सरी है Hmm.
तपस्या हेलो राजजी हजुर हजुर म बोल्दैछु तपाईँलाई हामीले इन्फर्म गर्न अलिकति ढिला गर्यौँ ए हजुर त्यसका लागि सरी अहिले यो पोस्टको लागि चाहिँ तपाईँलाई हामीले राख्न सकेनौँ तपस्या समय खराब चलिरहेको हो कि मेरो भाग्य नै यस्तो हो जे गर्दा पनि किन केही काम बनिरहेको छैन हामीलाई त यति धेरै धौधौ छ अब त आमा पनि थपिनु भएको छ ओहो यत्रो बिजी खाना अलिकति यो झिक है थोरै छ त्यति त खाइन्छ खानु न सकिहाल्यो त पुरा परेको छ के हजुरलाई त्यस्तो लाग्यो मात्रै हो प्रिया तिमीलाई पनि पस्न न त सँगै खाऊ होइन ठिकै छ आमालाई नुन चर्को हुने हो कि दालमा ठिक छ जाऊ पस्न बाबु मलाई भोलि बिहान बस 12:00 छोडिदिए बाबु म घर जान्छु कस्तो कुरा गर्नु आएको 2-3 दिन भएको छैन कहाँ घर जान हतार गर्नुभएको दसैँ पनि नजिकै आउँदैछ दसैँ मान्नलाई सबैजना सँगै घर जान नि होइन बाबु म भोलि घर जान्छु तिमीहरूलाई यहाँ अलिक गाह्रो रहेछ फेरि तेरो जाइको पनि त टुङ्गो छैन अब बुहारीको पनि केही छैन अब तिमीहरू दुईजनालाई यहाँ खानालाई धौ धौ भइरहेछ त्यो माथि पनि म यहाँ बुढी बसेर किन बोझ गर्ने भन्छ कस्तो कुरा गर्नुभएको आमा बल्ल तल्ल त हामी आमासँग बस्नु पाएका छौँ हामीसँग आमा बसेर बोझ हुन्छ भनेर कसले भने भन्नुहोस् त म आमा भएर त्यति कुरा नि बुझ्दिनँ होला त होइन त बुहारी त्यस्तो होइन आमा तपाईँ हामीसँग बस्दा त हामीलाई रमाइलो पो हुन्छ त अब मुखले मात्रै रमाइलो भनेर भएन बा अब तिमीहरूको एक मात्रै बच्चा जन्मियोस् न त्यो पछि त आएर म महिनौ दिन बसिहाल्छु नि अहिले यसरी जाने कुरा नगर्नु न आमा अहिले पो गाह्रो त सधैँभरि यत्तिकै त नहोला नि तिमीमाथि अब दुईजनाले खाने खानामा तपाईँ एकजना थपिँदा कति नै खर्च हुन्छ तिमीहरूको बिहे भएको पनि यतिका वर्ष भइसक्यो खै नाति नातिनाको मुखै नहेरिकन मर्छु कि जस्तो लागिसक्यो बाबु मलाई त हेर न यो रातो साडीमा तिमीलाई छमछम नाचेको हेर्न मन थियो हेर्नै पाइन
म पनि त नाच्न जान पाइनँ नि। दिनभरि तिमीलाई कति कल गरेँ, तिम्रो फोनै लागेन। कुर्दा कुर्दै दिनै गयो। हेर न, देउसे आउँछु भनेर सोचिरहेको थिएँ, अब अर्काको काम गर्न थालेपछि आफूले सोचे जस्तो हुँदो रहेनछ। शारदा, मैले तिमीलाई दिनभरि कुराएकोमा सरी है। किन यसरी भिजेर आएको त? दिउँसो त टाइममा आउन सकिनँ, बेलुकै भए पनि छिटो पुग्छु भनेर सोचिरहेको थिएँ। पानी परिहाल्यो। पानी पर्दा पर्दा रोकिने छाँडकाटै देखिनँ। म त पानीमै भिज्दै आइहालेँ। ल ल, यो टवल लिएर फ्रेस भइहाल त, फेरि चिसो लाग्छ। शारदा, आज दिउँसोको कुराले मलाई कस्तो नराम्रो लागिरहेछ। किन? के भएर? महिलाहरूको यति ठुलो चाडमा पनि मैले तिमीलाई टाइम दिन सकिनँ। दिनभरि मेरो लागि कुरेर बस्यो, म आउनु पाइनँ। तिमीलाई नराम्रो लाग्यो होला है? या छोडिदेऊ त्यो कुरा, अब जे हुनु भइहाल्यो नि। बरु तिम्रो फोनै उठेन, अनि कहाँ गयो होला, के गर्दै होला भनेर टेन्सन भइरहेको थियो। मलाई के हुन्छ र? तिमी जस्तो साथी पाएको छु, के पनि हुँदैन मलाई। राम, तिमी को हौ, के हौ, कस्तो हौ, मलाई केही पनि थाहा छैन। तर पनि तिमीलाई विश्वास गरेर जिन्दगीको यात्रामा कहाँ र कसरी अल्झिरहेकी छु, मैले आफूलाई बुझ्न सकेकी छैन। थाहा छैन मलाई तिमीले कुन रूपमा हेरेकी छौ। जिन्दगीमा रगतको नाता भन्दा नि भावनाको नाता ठुलो हुँदो रहेछ। के सोचेर हिँडेकी थिएँ, कता पुगेर अल्झे, केही पनि पत्तो पाउन सकेकी छैन। किन र शारदा, मसँग भेटेर तिमी खुसी छैनौ? खुसी त तिमी भन्दा म धेरै छु राम। जीवनमा तिमी जस्तो साथी भेटिनु मेरो लागि सौभाग्य हो। जिन्दगीले कुन बेला कस्तो मर्लिन्छ केही थाहा हुँदैन शारदा। आज तिमीलाई अप्ठ्यारो पर्दा मैले साथी नपाएको छु। भोलिको दिन कसले देखेको छ? के थाहा, भोलि तिमीले पनि त मलाई सहयोग गर्नुपर्ने अवस्था आउन सक्छ, होइन र? मलाई अप्ठ्यारो पर्दा तिमीले मलाई यति धेरै सहयोग गरेको छौ, तिमीलाई पर्दा मैले किन सहयोग नगरौँला र? दिउँसो आमाले पनि फोन गर्नुभएको थियो। हो र? अनि के भन्नुभयो त आमाले? त्यही त हो नि, विदेशको के भयो तेरो भन्दै हुनुहुन्थ्यो। अनि के भन्नु त तिमीले? प्रोसेस हुँदैछ, नातिनु भनेको। तिमीलाई चिसो लागे जस्तो छ, तातो पनि तताइदिन्छु है? होइन, पर्दैन लिएको पनि। अहिले थकिन लागिरहेछ, तिमी पनि सुत, म पनि सुत्छु है? ल त ल।
माथि सुत त यहाँ तल झन् चिसो भयो कि तिमीलाई माथि सुत त माथि चिया पाकेन पाक्यो तर हजुरलाई अलिक कडा चाहिन्छ नि त एकछिनको छिटो गर न कस्तो चिया मगाइस सुन न आमा कहाँ जानुभएको छ र आमा देख्दिनँ त म खोइ अघिदेखि म पनि खोजिरहेको छु देख्दिनँ कतै पनि बुहारी साग किनेर लिएर आएको साग नि बनाऊ है ए हुन्छ साग पनि मिलाउनु भएको छ बस आमा अनि बिहानै भन्दै नभनिकन साग पनि जानु भएछ त ल अब तिमीहरूको अबेलासम्म सुत्ने बानी छ बाबु आफूलाई उहाँ गाउँमा वस्तुको धन्दा गर्न पनि चाँडै निन्द्रा खुल्छ के तिमीहरूलाई किन डिस्टर्ब गर्नु भनेर उठेर मन्दिरतिर गएको बाबु मन्दिर दर्शन गरे कस्तो राम्रो साग बेच्न राखेको छ साग किनेर लिएर नि हामीले हाल्ने हजुरले किन ल्याउनु भएको त ल अब तिमीहरूले किनेर ल्याए नि मैले खाने हो मैले किने नि तिमीहरू म मिलेर खाने हो होइन त बुहारी ल ल ल ठिकै छ प्रिया आज खाना चाँडै बनाऊ है आमालाई दिउँसो भक्तपुर दरबारतिर यसो घुम्न लान्छु ल कहाँ भक्तपुर दरबार घुम्न लान्छु भन्छस् है बाबु पैसा नभएको बेला मलाई घुमाउने पैसाले त घरमा दाल तरकारी चामल सबै कुरो किन्न पुग्छ नि बाबु होइन त बुहारी कस्तो ज्वरो कमै भएन क्या तिमीलाई औषध ल्याउनु जानुपर्छ जस्तो छ शारदा के भयो तिमीलाई किन यसरी हात टेकी रामलाई ज्वरो आएर कस्तो गाह्रो भइरहेको छ यता नजिक मेडिकल कहाँ छ भनेर पनि थाहा भएन हजुरलाई केही थाहा छ कि भनेर बोलाउन आएँ ए हो र फार्मेसी त यहाँबाट अलिकति टाढै छ यसो गरौँ न घरबेटीको बाइक छ म चाबी मागेर लिएर आउँछु तिमी तल जाँदै गर है शारदा तिमीलाई एउटा कुरा सोधौँ अनि तिमीले त काठमाडौँमा मेरो चिनेको कोही पनि छैन भन्दै थियो अनि त्यो कोठामा भएको मान्छे चाहिँ को हो तिम्रो आफन्त हो र कोही पनि हैन तपाईले जस्तै मलाई धेरै सहयोग गरेको मान्छे हो त्यसलाई खाएको दिन म कहिले पनि दिन सक्दिनँ अनि त्यसरी कोठामा दुईजना मात्रै बस्दाखेरि अप्ठ्यारो हुँदैन अरूले देख्ने त नराम्रो सोच्ला नि त्यो त हो हुन त
एक्लैले जेसुकै भन्नु बाबु ए बाबु उठ ल यति जाउलो खाऊ त अलि ठिक हुन्छ ल उठ अलि सन्चो भयो होला नि ल नानी पनि औषध लिन गयो क्या रे ल जताततै डेङ्गुको सङ्क्रमण छ ल यति जाउलो खाऊ त म खान्छु र पहिले खाऊ न लामखुट्टेबाट बच्नु नि खानपिनमा यसो विचार गर्नु ल ल अब एक चम्चा खाऊ एक चम्चा खाऊ ल ल ल ल ल आराम गर है अङ्कल तपाईँलाई दुःख भयो नि त दुःख यस्तै हो दुःख परे बेला सबैले सबैलाई मद्दत गर्नुपर्छ ल आराम गर ल ल बिस्तारै बिस्तारै ल ल आफ्नो ख्याल गर्नु है ल है त मलाई ज्वरो पाउँछ दिनु न हेर्नु हिजोदेखि ज्वरो आएको आएछ तर के पानीपट्टि गरे पनि छुटिँदैन कति वर्षको 25-26 वर्षको होला होइन सादा भनेपछि यो खानापछि 3 चोटि दिनु होला अनि यो दिनमा 2 चोटि दिनु होला अनि यसले कम गर्छ होला यदि गरेन भने तपाईँको अहिलेको भाइरल ज्वरो पनि हुनसक्छ अनि डेङ्गुको महामारी चलिरहेको छ यदि ठिक भएन भने एकचोटि चेक गर्न ल्याउनु होला कति भयो यसको 470 भयो ए ला म त पैसै ल्याउन भुलेछु ला मैले पनि पर्स नै लिएर आएको छैन ए तपाईँ यस्तो कुरो ठिक छ भरे भोलि आउँदा ल्याइदिनु न हस् दाइ थ्याङ्क यू हस् यो केटी त अस्ति हामीले मोबाइलमा देखाएको केटी हो यही केटीको लागि भनेर साडी पनि किनिदिएको थियो फेरि अर्कै केटासँग हिँडिरहेको देख्छु पक्कै केही न केही चाहिँ गडबड छ तपस्या हामीलाई त यति धेरै दौडाउँछ अब त आमा पनि थपिनु भएको छ अब हामीले हाम्रो बारेमा सोच्ने कि आमाको बारेमा सोच्ने कि हाम्रो बच्चाको बारेमा सोच्ने छैन कुनै लक्ष्य तपस्या
ओहो तपाईँ त यहाँ एक्लै टोलाएर बस्नु भएको छ के भएर? त्यस्तो केही भएको छैन बाजे। अब गाउँमा बसे यहाँ सहरमा छोराबुहारीको याद आउने, सहरमा बसे गाउँको याद आउने, के गर्ने? जिन्दगी भनेको यस्तै रहेछ, आफूले चाहेको सोचेको जस्तो नहुँदो रहेछ। अब मेरा छोराबुहारी भएर के गर्ने? 7 समुद्र पारी बसेका छन्। मन खुसी नभएपछि जहाँ गएर बसे पनि उस्तै हो। अब छोराबुहारी उतै खुसी छन्। धन्न नातिनीले हजुरबासँग बस्छु भनेर मेरो सहारा भएर बसेकी छ। तपाईँको त त्यही नातिनी भन्ने नि छ बाजे, आम त त्यही पनि छैन। खै दुवैजना जान्ने सुन्ने पढे लेखेको जस्तो देखिन्छन्। उमेर पनि गइसक्यो। बालबच्चा चाहिँ बेलैमा जन्माएको राम्रो हुन्छ। खै यस्तो कुरामा हामीले सम्झाउनु कुरो आउँदैन। के गर्ने, सबै कुरा हामीले भनेर नहुँदैछ बाजे। अनि तपाईँलाई चाहिँ छोराबुहारीले बोलाएनन् बाहिर? बोलाउनु त बोलाउँछन्, यतै आउनु बस्नु भनेर मरिहाते गरेका छन्। के गर्नु, बुढीले छोडेर गएदेखिबाट कहीँ गएर बस्न मनै लाग्दैन। के गर्नु बाजे, सबैको आफ्नो आफ्नै पीडा छ। हो त। ओहो मलाई त ढिलो हुनु लाग्यो, नातिनीलाई स्कुल लिनु जानु पर्ने। म लागे है। शारदा, रामले के खान्छ कि छैन? अघि घरबेटी अङ्कलले जाउन ल्याइदिनु भएको थियो, त्यही खाएँ अलिकति। ए त्यसो त दबाई खुवाउनुपर्छ। ओहो कस्तो धेरै तातो। ल तिमी दबाई खुवाऊ अनि केयर गर्नु। केही पर्यो भने मलाई खबर गर्नु, म अहिले जान्छु है। ल ल नातिनु ठिक हुन्छ है। तपस्या प्रिया के भयो? किन ठुस्स परेर बसी? तपाईलाई आजकल आफ्नो भन्दा बढी अरूको धेरै माया लाग्न थालेछ हैन? के भन्न खोजी? मैले तिम्रो कुरा बुझिन नि। कुरा प्रष्ट छ। मेरो आँखाले सबै कुरा देखिसकेपछि फेरि दोहोऱ्याइराख्नु पर्छ र? हैन तिमीले भन्न खोजेको चाहिँ के हो? मलाई किन धेरै कुराहरू अचम्म लागिरहेछ राज। त्यो केटीलाई तपाईले सहयोग गर्नु अनि त्यो केटी यही घरमा भाडामा बस्न आउनु, तपाईहरुको बीचमा केही न केही त पक्कै छ।
खास कुरो के हो मलाई प्रश्न भन्नु। तिमीले कस्तो कुरा गरेकी प्रिया? होइन तिमीले मलाई के सोचेकी छौ भन त? गाह्रो परेको मान्छेलाई सहयोग गर्दा पनि तिमी जतिको बुझ्ने मान्छेले यस्तो सोच्ला भने मैले कल्पना पनि गरेको थिइनँ। सबै कुरा आफ्नो आँखाले छर्लङ्ग देख्दा देख्दै के कुरा सोच्ने अनि के बुझ्ने त्यो कुरा तपाईँ आफैले महसुस गर्नुहोस्। एकपटक मेरो ठाउँमा बसेर सोच्नुहोस् त। मैले सबै हेरेको छु र बुझेको पनि छु। बरु तिमीले मलाई डिभोर्स दिएर सुदीपसँग अमेरिका जाने कुरा गर्दा मेरो मनमा के बितेको थियो तिमीले कहिले त्यो सोचेको छौ? यदि मैले हजुरलाई नबुझेकी भए यति बेलामा अमेरिकामा सेटल भइसक्यो। अरे यार जाने भए जाऊ न, किन ठुल्ठुलो कुरा गर? जे मन लाग्छ त्यही गर। मेटाउ नदुख, उसै त म यहाँ तरामा छु। बाबु राज, बाबु के भयो आज यसलाई? बुहारी के भयो राजलाई? मैले बोलाउँदा बोलाउँदा रिसाएर पो गयो। खै मलाई पनि थाहा भएन। कस्तो कुरा गरे कि बुहारी तिमीले? अब रुममा तिमीहरू दुईजना छौ। तिमीलाई थाहा नभए कसलाई थाहा हुन्छ? कुरा अर्कै छ क्या आमा। अहिले छोडिदिनुहोस्। तिमीहरूलाई सहरमा बस्न गाह्रो भएदेखि गाउँमा हिँडा। त्यहाँ पनि जग्गा जिम्मेन टन्नै छ, जे गर्न नि सकिन्छ नि बाबै। अब भैँसी पालन गरे नि भयो, बाख्रा पालन गरे नि भयो, कुखुरा पालन गरे नि भयो, हाटा सिप भएपछि त्यहाँ पनि धेरै आम्दानी हुने ठाउँहरू छ नि त। सोचौँ। हेर बुहारी, तिमीहरूको बिहा गरेको यतिका वर्ष भइसक्यो। अब उमेरमा नपाए बच्चा कहिले पाउने भन त? भोलि तिमीहरूलाई नै अप्ठ्यारो पर्न सक्छ क्या। अहिलेसम्म एउटा बच्चा पनि भएको छैन, अब बच्चा पाउनु पर्दैन? सधैँभरि यत्तिकै बसेर हुन्छ? होइन, कति बच्चा 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 गर्नुभयो क्या आमा? मेरो कारणले गर्दा नभए र? समय आएपछि सबै मिल्छ त। कस्तो अचम्मै, मैले त केही बोल्नै नहुने भयो। मेरो लागि भने र मैले, उनीहरूकै लागि भने हाल। हेलो राम, कता छस्? म त ज्वरो आएर कोठैमा सुतिरहेको छु। ज्वरो आएर बिरामी बस्छस्? मैले पनि तँलाई एउटा इम्पोर्टेन्ट कुरा गर्नु थियो, एकदम गर्नै पर्ने कुरा, त्यही भएर तँलाई कल गरेको। बिरामी त चाहिँ ल भयो पछि कुरा गरौँला नि त, पछि भेटेरै भन्छु म तँलाई। भन्न के हो? पहिला त निको हो, त्यस पछाडि भेटौँला। ल ल ल ल। मेरो कारणले गर्दा नभए र? समय आएपछि हुन्छ त। यो कस्तो तपस्या